रनिङमा जितेको फोटो क्या लास्ट अनि अब हुन्छ नि कुनै कुनै मेमोरीहरू एकचोटि अब जिन्दगीको यत्रो 22 वर्षको उमेरमा केही नजित्दा फर्स्ट टाइम केही जित्दाखेरि त्यसको एउटा फोटो त होइन अहिलेसम्म यसरी राखेको रहेछ कि वाह मैले चाहिँ बिहान भाउजूले सुन्दर ल्याउनु भाउजू भनेको थिएँ यो चाहिँ भाउजूले नभइकन यता म्यामले ल्याउनु भएको रहेछ भाउजूले ल्याएको भनेको रिसाएर लासो फ्याफुल्ला वेलकम छ तपाईँहरूलाई मेरो ब्लगमा मैले चाहिँ आज धेरै दिन पछाडि ब्लग स्टार्ट गरेको छु आज चाहिँ म गोठालो आएको थिएँ होइन अनि सुरुमा आउनु बित्तिकै बनाउन चाहिँ बिर्सेछु क्या अब डेली ब्लग बनाएको भएको भए पो अलिकति याद हुनु होइन डेली त म कहिले पनि लिँदिनँ अनि त्यो हप्ताको एकचोटि महिनाको एकचोटि चाहिँ भिडियोहरू बनाइरहेको हुन्छ होइन आज पनि बिहान लिनुपर्ने रहेछ कि नलिएर बिर्सिरहेको रहेछ क्या अनि त्यस पछाडि आज चाहिँ मैले भिडियो बनाउँदैछु आज लास्टै ढिलो भइसक्यो होइन अनि आज म कहाँ गोठालो आएको छु भने यता मेरो घरभन्दा अलि तल मुनि आएको छु कि अनि यो चाहिँ अरूको बारी हो तर यतातिर चाहिँ मेरो गाउँमा चाहिँ प्रायः जस्तो यस्तै छ क्या पुरा बारी खाली 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 छ होइन किनभने एक भिडियो चाहिँ भइरहेको छैन फेरि होइन यो चाहिँ फेरि मैले पछाडिबाट भिडियो बनाउन सुरु गरेको हो कि भइरहेको रहेछ मैले अहिलेसम्म जतिवटा भिडियो खिचेको छु सबै अगाडिबाट खिचेको छु कि मलाई पछाडिबाट त्यति आइडिया नै छैन कसरी गर्ने त्यो कहिले अहिले खिच्दाखेरि कहिले मुख मात्र देखिन्छ कहिले नाक मात्र देखिन्छ कहिले निधार मात्र देखिन्छ क्या कहिले आँखा मात्र देखिन्छ पुरा फेस चाहिँ कहिले पनि देख्दैन होइन त्यही भएर आज चाहिँ मैले प्र्याक्टिसको लागि यो भिडियो बनाउँदैछु कस्तो लाग्यो त्यो पनि भन्दै जानु होला होइन अनि मेरो चाहिँ के भयो रोडमा त आइहाल्यो बाख्राको त म बच्चा जस्तो त देख्दिनँ त अब चाहिँ म यो झाडीभित्र छिर्नुपर्ने हुन्छ कि अब बाख्रा त कहाँ गयो आज बाख्राले पनि दिनु दियो छ्या हट्टा निस्किन्छु भनेर रोडमा निस्किन्छु भनेर निस्किएको होइन रोडमा एउटा पनि बाख्रा आएको रहेछ कि अब फेरि म माथितिर गएर अघिकै झाडीभित्र छिर्नुपर्ने अवस्था छ यो बाख्राले पनि गर्नुपर्छ हौ माकुरे डेली यसरी गोठालो हिँड्यो भने चाहिँ म दुब्लाउँछु होला हौ कहिले माथि कहिले तल कहिले माथि कहिले तल गर्दा 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 बिहान खाना बढी खाएर भात चन्न खाएर हिँड्नलाई यति अप्ठ्यारो भइरहेको थियो अहिले 5-7 बजेर भोक लागेर हिँड्न अप्ठ्यारो भइसक्यो भने आमा के भन्नु घर लिएर जाऊँ भन्दा भर्खर 1:30 हुँदैछ आमाले मार्नुहुन्छ कति छिटो ल्याएको भनेर नानी नलिएर जाऊँ एउटै ठाउँमा बस्दैन यसरी यसरी छिर्नुपर्ने हुन्छ कि छिर्न त छिर्यो बच्चा होइन तर बाख्राको त म केही देख्दिनँ त आमामामामा ओहो हो यति साह्रो त अब कता जाने त दुईवटा बाटो रहेछ हौ माथितिर उक्लिए होइन डह्रो यो फेरि आज भोलि कुरो के भने मासला कुरो के भन्नेले त कडामा लागेर केही छैन बाख्रा त देख्दिनँ त हौ हट्टा बाख्रा चाहिँ भेटेको छैन यता रहेन रहेछ अब म छिट्टो छिटो दौडिन्छु कि मासला बाख्राले त के गर्नु न आफू दौडिन सक्नु कबाट लाखै त एउटा नि देख्दिनँ त हौ घरमा अरूको घरमा गयो कि क्या हो मार्छ फेरि हो त यति त छैन त हौ कहाँ गयो ल आँगनमै पो गएछ यो घर चाहिँ मलाई डह्रो मनपर्छ कि आम्मामामामा मेरो बाख्रा चाहिँ भेटिहाल्यो फाइनली ल अघि नै थाहा भएको भए त म यही रोडबाट माथि उक्लिन्थेँ त यही बाटो मसला यस्तो दुःख दिने यो घर पहिला यति राम्रो थियो आमा के भन्नु अहिले चाहिँ यहाँको माथि सार्नु भएको रहेछ है स्यो है बाख्रा त स्यो है अब यसरी लानुपर्छ कि अब यिनीहरूले घर लाने म टोइलेट त यस्तो राम्रो छ फुलै फुल टोइलेट भन्दा नि ऐना हेर्नु न ऐना
अहिलेसम्म यसरी राखेको रहेछ कि वाउ लु यो घर त मलाई यति मनपर्छ के भन्नु कसम यस्तो दामी छ कि यहाँको मान्छे चाहिँ मेरो घरभन्दा अलिकति माथि सार्नु भएको छ क्या अनि त्यही भएर यो घरमा कोही पनि बस्नुहुन्न यो पोहोर सालको बाढी पहिरोले यो घर यता लामो थियो क्या अनि त्यो चाहिँ भत्काएर लग्यो भने अनि त्यस पछाडि अहिले चाहिँ यहाँ भुइँचालो आएकोदेखि चाहिँ यहाँको मान्छे माथि सार्नु भएको थियो क्या उहाँहरूको चाहिँ अब जग्गा 2-3 ठाउँमा रहेछ सो त्यही भएर उहाँहरू चाहिँ माथि जानुभएको बाख्रा किन म ऊ भयो कि क्या हो मसल एक्लै छुट्टिन्छ भने अनि मैले चाहिँ एउटा कुरा चाहिँ के गरेँ भने यहाँबाट चाहिँ फुल लिएको छु मैले होइन नकराउनु होला किनकि फुल कस्तो राम्रो लाग्छ कि मलाई होइन अनि यहाँ चाहिँ फुल कति धेरै रहेछ कि यो फुल चाहिँ एउटा मैले बोकेर आएको छु सायद मान्छे नभएको घरबाट केही पनि नलिनु पर्ने हो तै पनि फुल चाहिँ मलाई मन परेर लिएर आएको मान्छे भएको भए चाहिँ म सोधेर लिएर आउँथेँ तर मान्छे नै बस्नुहुन्न क्या त्यहाँबाट चाहिँ मैले एउटा मात्रै लिएर आएँ यो चाहिँ म घरको गएर रोप्छु होइन यस्तो झाडी छिरेर आएँ लास्टमा त घरमा रहेछ खुट्टा पनि अब घर बाख्रा बिस्तारै घर लान्छु म है बाख्रा जस्तो गाह्रो केही छैन मार म रोडमा निस्किन्छु बाटो चाहिँ यस्तो छ कि के भन्नु यहाँबाट लडेको पनि त गयो यो चाहिँ ओडा जाने बाटो मेरो बाख्रा लगभग निस्किसकेँ 6वटा बाख्रा चाहिँ मैले लिएर आएन घरबाटै मार मोटी हुनुको बेफाइदा चाहिँ के हो भने बाख्राहरू सबै अगाडि पुगिसकेको छैन म यहाँ नामो निशाना कहीँ छैन पुगिसक्यो घरमा पुगिसक्यो जस्तो छ यो चाहिँ घरको सागहरू यस्तो भइरहेछ खोला यहाँ छ सागको अवस्था यस्तो छ यो चाहिँ मेरो घर यो त तपाईँहरूलाई थाहा नै छ क्यारे बाख्रा कहाँ पुग्यो भनेको त यहाँ खोर यो एकछिन यहीँ राख्छु अनि अहिले ल्याएर रोप्छु ल दिनुपर्ने रहेछ पानी तिर्खाले रहेछ कि तिर्खाले ल आमा एउटा त अघि नै ल खोर खोर है ल खोर यिनीहरूलाई खोरमा हाल्छ ल यो आएकै थाहा भएन मैले ल फाइनली बच्चाहरूलाई नै आमा मिलिसक्यो तोड ल कराउने हो कि यति छिटो ल्याएको भनेर ल्याइदिइहाले खोर है यो चाहिँ मेरो घरबाट देखिने भ्यू है खोर ला खोर आम्मा मेरो आमाले त यस्तो के साह्रो ओछ्याइदिनु आमा भोलि सोर्नको लागि यो चाहिँ मेरो गोठ यस्तो छ
छ है भित्र राया ल यसरी राख्नुपर्ने हुन्छ कि ल आमामा माकुरीको जालीहरू के साह्रो हो त ल गुड नाइट भोलि भेटौँ ल भित्रको बाग्रोल सबै भत्काइसक्यो ल लु म पनि आइसकेँ मामा क्या पनि चिन्मिन्थ्यो ल फाइनली गोठ मेरो बाख्रो यहाँ छ भैँसी यहाँ किचन तल भइहाल्यो अब यसलाई म रोप्छु ड्रागन ल यो मेरो आमाको चाहिँ काम छैन ल बिहान मात्रै बढाएर गएको त लास्ट ल यतातिर कुन चाहिँको ठाउँमा यो राख्ने त यसको ठाउँमा चाहिँ यो राख्नु पर्ला हौ यसमा म यो रोपिदिन्छु पहिला एकचोटि भित्र जाऊँ ओइ नक्कली आमामा यो चाहिँ मैले अहिले धेरै भएको छैन यस्तो ओछाएको चाहिँ सुरुमा चट्टी ओछ्याउने सुकुल ओछ्याउने भनेर प्लान गरेको थिएँ तर सुकु यसमा हुने साइजको भेट्दैन रहेछ क्या त्यही भएर यो चाहिँ मेरो आफ्नै स्टाइल आफ्नै आइडियाबाट यस्तो बनाइदिएँ टक्क खोल आफैले सिलाएर यसरी राखेको यो चाहिँ मेरो पसल भनौँ कि होटल भनौँ कि अफिस भनौँ अब यही हो याहु है कतिखेर आएको है यो दिदी बहिनी उत्रु हुनु काम छैन कि मलाई साह्रै हेर्छ यसलाई त के भन्नु अब ताल पऱ्यो भने काँचै चपाउनु पनि सकिन्छ यसले मलाई मैले चाहिँ बिहान भाउजूलाई सुन्तला ल्याउनु भाउजू भनेको थिएँ यो चाहिँ भाउजूले नभइकन यता म्यामले ल्याउनु भएको रहेछ भाउजूले ल्याएको भनेको रिसाएर के भन्छ अनि यो मेरो डिजाइन कस्तो छ त्यो पनि भनिदिनु होला होइन टक्क यो चाहिँ मेरो होइन कि बनाउनु चाहिँ बुवाले बनाउनु भयो तर लास्ट मनपर्छ मलाई पनि अब म नि पसलभित्र आइसक्यो अब म चाहिँ यहाँ बस्नुपर्ने हुन्छ कि अब ठ्याक्कै अघि 1:30 भन्दै थिएँ यहाँ आइपुग्दाखेरि चाहिँ 2 बजिसक्यो रहेछ ठिकै छ अब यो पछाडि चाहिँ मेरो यहीँभित्र नै बितिने छ होइन सो त्यही भएर चाहिँ तपाईँहरू सबैजनालाई जसले यो भिडियो हेर्नुभयो मनैदेखि धन्यवाद होइन अनि साँच्ची यो भिडियो इन गर्नुभन्दा अगाडि चाहिँ यो चाहिँ मेरो कलेजको बिदाई प्रोग्राममा खिचेको फोटो लास्ट राम्रो लाग्छ कि मलाई चाहिँ यसमा हुन त जुम गरेर हेऱ्यो भने साडी मिलेको छैन होइन त्योभन्दा नि अझ बढी जुम गऱ्यो भने चाहिँ भित्रको पेटीकोट सुतो देखिरहेको छ क्या तै पनि मलाई यो फोटो चाहिँ लास्ट मनपर्छ अनि मेरो कपाल हेर्नुहोस् न कपाल मलाई फेरि पनि यस्तै स्टाइलले कपाल काट्न मन लागिरहेछ क्या यो स्टाइल चाहिँ मलाई लास्ट यो चाहिँ तर पार्लरकै केटी आफै काटिदिनु भएको थियो यसरी काट्दै भनेर मैले चाहिँ के भनेको थिएँ भने मलाई कस्तो टाइपले सुहाउँछ त्यही टाइपले काटिदिनु भनेको थिएँ अनि उहाँले चाहिँ मलाई यसरी काटिदिनु भएको थियो कि लास्ट राम्रो लागेको थियो हुन त मेरो अहिले पनि त्यति लामो त छैन तर पनि म कपाल कहिले राख्दिनँ होइन अहिले चाहिँ राखिरहेको छु यो नि कहिले फाल्ने हो थाहा नै छैन अनि त्यस पछाडि फेरि यता आउँछु म यो चाहिँ बुवाले बनाइदिनु भएको ऐना भइहाल्यो यो चाहिँ मैले रनिङमा जितेको फोटो क्या लास्ट अनि अब हुन्छ नि कुनै मेमोरीहरू एकचोटि अब जिन्दगीको यत्रो 22 वर्षको उमेरमा केही नजित्दा फर्स्ट टाइम केही जित्दाखेरि त्यसको एउटा फोटो त चाहियो नि होइन यो चाहिँ मैले रनिङमा जितेको अनि यो चाहिँ मेरो ठुलो मम्मीले बनाइदिनु भएको अनि यो चाहिँ मेरो ल्याङ्ग्वेज क्लासको साथीले दिनुभएको गिफ्ट तर यो चाहिँ मैले यो फोटो राख्नुको कारण चाहिँ के हो भने मेरो आफ्नै पजलको फोटो जस्तो छ क्या यो त्यही भएर चाहिँ मैले यहाँ टाँसिदिएको किनकि त्यही सिस्टमले यहाँ पनि त्यस्तै छ नि त अनि क्युआर पनि त्यस्तै टाइपको छ कि एउटा तल देख्नुहुन्छ एउटा माथिको चाहिँ ब्याङ्कको भइहाल्यो मुनिको चाहिँ इसेओको सो अनि यता भयो ठुलो मम्मीले बनाएर दिनुभएको चक्टी अनि यतातिर चाहिँ मैले फुलहरू रोपेको छु अनि यो चाहिँ अस्ति मात्रै झारेको पानी यो पनि म छिट्टै सघाउँछु हस् बाई बाई फेरि पनि अर्को ब्लगमा भेट्नुपर्छ